नमस्ते सबैजनालाई फेरि पनि है हामीले लास्ट विक मात्र जेन्सीको प्रोग्राम एकदम राम्रोसँग सक्यौँ। अब अपकमिङ इभेन्ट भनेर चाहिँ हाम्रो चाहिँ पशुपति शर्मा लाइभ इन माल्टा हैन लोकदोरी साज भनेर चाहिँ अर्सिन थिएटरमा अप्रिल 25 मा गर्न लागिरहेछौँ। सायद तपाईहरुलाई अवगत भइसकेको छ यो हैन, हामीले टिकटक यताउता जताततै दिइसकेका छौँ यो। त्यसकै लागि नि र्यान्डम हैन आज र्यान्डम क्वेशनहरु गर्ने, र्यान्डम पिपललाई चाहिँ र्यान्डम क्वेशनहरु गरेर चाहिँ टिकट गिभअवे गर्ने हामीले केही क्वेशन सोच्छौँ। इफ उहाँहरूले त्यो क्वेशन मिलाउनु भयो भने चाहिँ हामीले उहाँहरूलाई चाहिँ टिकट दिनेछौँ अप्रिल 25 को पशुपति शर्माको है। ल जाऊ के छ यार सन्चौ चिन्यौ मलाई? हजुर आउट आएर चाहिँ मलाई चिनेन भने त फेरि बर्बाद हुन्छ है। के अरे हाम्रो भाइ होइन, मेरो भाइ हो, के भन्छ अरे आज कि हामी यत्तिकै ऱ्यान्डम भिडियो बनाउँदैछौँ कि होइन। तिमीलाई थाहा छ माल्टामा के हुँदैछ अब नेक्स्ट भनेर? थाहा छैन? थाहा हुनु पऱ्यो नि। त्यसो माइक त्यस्तो गरेपछि थाहा हुन्छ यहाँ चाहिँ ल अब चाहिँ थाहा हुनुपर्छ है। के अरे माल्टामा पशुपति शर्मा आउँदै हुन्छ नि 25 मा। अब आउने अप्रिल 25 केही थाहा छैन नि। ल यत्रो टिकटक चलाउनु तिमीले खासै? अनि टिकटक हेर्छु म। अनि पशुपति शर्माको एउटै पोस्ट पनि देखेनौ? पोस्ट देखिरहेको थिएँ अस्ति चाहिँ, मलाई चाहिँ अब 25 भन्ने चाहिँ थाहा थिएन, अहिले चाहिँ थाहा भयो। ए अप्रिल 25 पनि थाहा थिएन? ए पोस्टमा चाहिँ हेऱ्यौ तर राम्रोसँग पढेनौ? ल म पशुपति शर्माको 3टा क्वेशन केही गर्छु होइन, मिलायो भने म तिमीलाई टिकट दिन्छु त्यो दिनको। हुन्छ पाइयो? ट्राई गरौँ होइन। ल पशुपति शर्माको मलाई तिमीले 3टा गीत होइन गाउनु पर्दैन भनिदेऊ। 3टा गीत। 3टा गीत अब सबभन्दा बढी चलेको चाहिँ त्यो चाहिँ सुने मलाई अस्ट्रेलियानी है, मलाई अमेरिकानी है भनेर एउटा, अनि अर्को चाहिँ स्याङ जा जाने भन्ने बाटैमा त नौ बिर्सी जाने मायालाई के भन्नु होइन। अनि अर्को चाहिँ मलाई अलिकति गेस्ट गर्न अलि आएर ठ्याक्कै दिमागमा आएर सोच यति धेरै गीतहरू छ नआएको त? त्यति धेरै होइन, अलिक चर्चित हुन्छ नि अलि सुनेको धेरै छ। मैले अहिले भने भने तिमीले ए ल त यो पनि सुनेको त्यो पनि सुनेको भन्छौ त्यो चाहिँ छैन होला। मैले बढी सुनेको चाहिँ यो दुईवटा चाहिँ अलिक बढी सुने, अरू चाहिँ त्यति याद छैन भनौँ न है। भन्छन् त अब तिजको गीतहरू पञ्चबाजा गीतहरू पनि थाहा छैन होइन? तिजको गीत चाहिँ सुने। ल ठिक छ, म एउटा भनिदिन्छु है। 2टा तिमीले मिलाइहाल्यौ होइन, एउटा म 3-4वटा भनिदिन्छु तिमी ठिक हुन्छ कि होइन। झमझम दर्कियो पानी रोदीमा आउने थिए मायालाई देखेर यस्तै यस्तै अलि लोक भाकामा होइन, पशुपतिको यस्तै होइन। अनि अर्को क्याम्पस पढ्न आउने सरले उता पढाउने हामीले आँखा जुदाउने चित्त बसाउने होइन। अनि लुट्न सके लुट कान्छा होइन। धेरै गीतहरू छन्। थ्याङ्क यू फर यर पार्टिसिपेसन होइन। भाइले चाहिँ क्वेसन चाहिँ मिलाउनु भएन तर प्रोग्राममा चाहिँ 100% आउनुपर्छ है। म होइन माल्टा पुरै आउँछ अप्रिल 25 मा। माल्टा पुरै आउँछ। ल ल ल थ्याङ्क यू सो मच। कता जानला लोकदोरी मान्छेहरू धेरै आउँछ, फ्यानहरू छ नि त आउँछ नि। ल ल ल जाउँ ल है फेरि है। थ्याङ्क यू सो मच यार। इभेन्ट हुँदैछ कि माल्टामा होइन, पशुपति शर्मा आउँदै हुनुहुन्छ कि माल्टामा। थाहा छ? बहिनीले पोस्ट गरेको थियो। हो बहिनी भन्नाले मेरो रुमको बहिनी। ए नाम रहेछ के रहेछ बहिनीको? पार्वती। के अरे त्यसै सम्बन्धमा एउटा सानो भिडियो बनाइरहेछौँ कि हामीले होइन। सोधौँ तपाईँहरूले क्वेसन मिलाउनु भयो भने म तपाईँहरूलाई टिकट दिन्छु 2टा टिकट है। के अरे सुन्नु न, अब जस्तो 3टा क्वेसन सोधे केही भएन है। नर्मली पहिला त इन्ट्रोडक्सनबाट सुरु गरौँ न। भाइले केही हुन्न एकदम फिल फ्री होइन। ल हजुरको नाम पहिला? मेरो नाम चुनु तामाङ। घर चाहिँ? घर मेरो काठमाडौँ। कति माल्टा आउनु भएको छ? 6 महिना भयो भर्खर। नयाँ हुनुहुँदो रहेछ है। हजुरको नाम चाहिँ? रबिना लामा। नेपाल घर चाहिँ? काठमाडौँ। ए तपाईँ चाहिँ कति? तपाईँ 6 महिना भयो? होइन 1 साल हुनलाई। 1 साल ओके। ल पशुपति शर्मा चाहिँ चिन्नुहुन्छ तपाईँहरूले होइन? हजुर। पशुपति शर्माको 3टा गीत भनिदिनु नि त तपाईँले। छ नि एउटा के अरे बिर्स्यो यस्तै बेला धेरै गीत छ तर मलाई मनपर्छ। एउटा गीत थियो अरे बिर्स्यो सरी। क्याम्पस पढ्न आउने हामीले अनि धेरै गीतहरू छन् उहाँको। लुट्न सके लुट कान्छा होइन, नेपालमै छ छुट यो टाइपको। अनि अब अहिले पनि मलाई पनि आउँदैन कि कति चाहिँ, तर 3टा मिलाउनु भएको एउटा हुन्थ्यो। यो प्रोग्राम कहिले हुँदैछ तपाईँलाई थाहा भइसकेको छ होइन? कहिले हुँदैछ? डेट चाहिँ हेरेको छैन तर नाम चाहिँ देखाएको थियो मैले। डेट चाहिँ देखेन सरी। यहाँ बहिनीले पोस्ट गरेको थियो। हेर्नु पाउनु भयो यदि पोस्ट गरेको छ भने? पाइन्छ हेर्न हेरेर नि भन्न पाइयो होइन। यहाँ रहेछ
ए हो एक्ज्याक्टली भन्छन् ठिकै छ के भने यतिकै पार्टिसिपेन्ट मात्र हुनुभयो थ्याङ्क यू सो मच त्यसको लागि होइन तपाईँहरू आउनुहुन्छ नि प्रोग्राममा होइन कहाँ हुँदैछ यो प्रोग्राम चाहिँ आई थिङ्क भेलेटा नो 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 वेयर इज दिस पोस्टरमा हेर्नु भने थाहा हुन्छ पोस्टरमा छ र अभियसली हुन्छ नि त्यहाँ भेन्यू भनेर कहाँनिर हो डोर प्राइज शुभकामना ल यसमै नरहेछ यसमा भेन्यू नै नरहेछ अर्फिङ थिएटर जिरामा ए जिरामा ओके त्यहाँ तामाङ समाजको हाम्रो मगर समाजको आई नो होइन त्यही त ल हुन्छ दुवैजना आउनु टाइम मिल्यो भनेसम्म है सस्तो छ अहिले तपाईँले अनलाइन टिकट लिनुभयो भने चाहिँ 10 युरो ओपन छ डोरमा गएर चाहिँ 15 युरो हुन्छ अहिले लिनुभयो भने 5 युरो भयो नि होइन ल थ्याङ्क यू सो मच गीतहरू मन पर्छ तर बिर्स्यो के अहिले चाहिँ तर कति राम्रो छ नि त उहाँको स्वर भोइस सबै गीतहरू लोकगीतहरू एकदम आई लाइक इट क्याम्पस पढ्न आएको मान्छे नाच्नुपर्छ ल 100% हो नि तपाईँहरू है ल प्रोग्राम त स्टार्ट हामीले दिउँसो 5 बजीबाट गर्छौँ होइन तर उहाँ आउने चाहिँ उहाँको पर्फर्म चाहिँ 9 बजी हुन्छ होला त्यही त्योभन्दा अगाडि फेरि अरू प्रोग्रामहरू पनि हुन्छ कल्चरल 9 PM इभिनिङ हजुर अनि 11 बजी सकिन्छ फेरि उहाँको पर्फर्म 2 घन्टा हो त्यो 2 घन्टामा जति इन्जोय गरिन्छ तर त्योभन्दा अगाडि पनि माल्टामा रहनु भएको कलाकारहरू हुनुहुन्छ नि त हाम्रो लोकगीत प्रेमीहरू उहाँहरूको छ आउनु भयो नि रमाइलो भयो यतिकै पनि होइन त्यस 5 बजी नभए पनि 6-7 बजीतिर तर टिकट चाहिँ लिइहाल्नु अहिले चाहिँ अर्ली बर्ड भनेर 10 युरोमा चाहिँ खुलाएको छौँ कि हामीले है 1-2 दिन मात्र हो त्यसपछि फेरि त्यो 15 युरो हुन्छ थ्याङ्क यू हामी आज चाहिँ ऱ्यान्डमली यतिकै घुम्दै आइसकेका थियौँ होइन हामीले स्क्वायरबाट सुरु गऱ्यौँ खासै त्यस्तो नेपाली भेटिनु भएन अनि 2-3 जना भेटेको उहाँहरू चाहिँ भिडियोमा आउन चाहनु भएन होइन र हामी अहिले चाहिँ यहाँनिर हाम्रो एकजना हाम्रो प्यारो दिदी हुनुहुन्छ कि होइन हजुरहरूलाई कतिलाई थाहा छ या थाहा छैन नेपाली रेस्टुरेन्ट नेपाली भनौँ न एसियन कुजिन भनेर राख्नु भएको छ कि होइन तर नाम चाहिँ लन्डन ग्यास्ट्रो पब भनेर छ हाम्रो एक ताका त जक्सन जस्तै भएको थियो होइन दिदीभित्र हुनुहुन्छ होइन दिदी बाहिर आउनुभयो भने दिदीसँग 2-3टा क्वेसनहरू गर्छौँ र कतिलाई थाहा छ या थाहा छैन थाहा नभएकोहरूलाई चाहिँ यो भिडियो हेरेर चाहिँ एकचोटि दिदीको रेस्टुरेन्ट चाहिँ भिजिट गरिदिनु होला यो कहाँनिर छ भने ठ्याक्क यो आउरा भन्छ होइन यो ठाउँलाई आउरामा क्लासिक कार म्युजियम भनेर छ होइन र डाइरेक्ट तपाईँहरूले गुगलमा चाहिँ लन्डन ग्यास्ट्रो पब हान्नुभयो भने पनि आउँछ विगत 3 वर्षदेखि दिदीले चाहिँ यो रेस्टुरेन्ट सञ्चालन गर्नुभएको छ होइन एकदमै मोमोहरू चाउमिनहरू होइन सी फुडहरू स्पेसली त पब हो यो होइन टक्क फुटबल हेर्दै अहिले तपाईँहरूले भित्र देख्नु भएको छ फुटबल चलिरहेको छ पुरा फरेनरहरू इन्जोय गरिरहनु भएको छ होइन फुटबल हेर्दै हामीले चाहिँ टक्क चुस्की के भन्छ त्यसलाई सुट्टा तान्दै चुस्की तान्दै टक्क हामी इन्जोय गर्न सक्छौँ है यहाँ है दिदी बाहिर आउनु भयो भने दिदीसँग एउटा 2टा क्वेसनहरू गर्छौँ है स्टे ट्युन गाइस दिदी ठ्याक्क भइन्छ ल चुरोट नाख्नु दिदी एकछिन हामी क्यामेरा गयो रमाउन चुरोट होइन मैले यो रेस्टुरेन्टको गरेँ है दिदी आउने यता आउने यता केही छैन हिरोनी रहेछ ल तपाईँहरूले देखिसक्नु भएको छ दिदी पनि आइसक्नु भयो मसँग होइन अघि हामीले इन्ट्रोमा सबै कुराहरू भनिसक्यौँ रेस्टुरेन्टको बारेमा सबै भनिसकेँ दिदी मैले होइन यो रेस्टुरेन्टको ओनर भने नि साउनी भने पनि जे भने पनि हाम्रो दिदी हुनुहुन्छ दिदीको शुभ नाम राधा हजुर राधा फुल नेम के राधा लामा होइन दिदी काठमाडौँबाट हुनुहुन्छ कि है हो 3 वर्ष भयो दिदी या हजुरले सञ्चालन गर्नु भएको 3 वर्ष भयो 3 वर्ष कम्प्लिट भयो है राम्रै छ जस राम्रै छ है मैले देखे अनुसार चाहिँ हाम्रो रेस्टुरेन्ट चाहिँ स्पेसली नेपालीलाई भन्दा पनि फरेनरलाई बढी टार्गेट गर्नु भएको दिदी हो मेनु चाहिँ त्यही अनुसारको छ है आशा छ कतिलाई थाहा छ या थाहा छैन होइन हामीलाई चाहिँ थाहा थियो 3 वर्ष अगाडिबाट थाहा थियो टाइममा आउँथ्यौँ होइन अनि अस्ति जेएमसीको प्रोग्रामभन्दा अगाडि चाहिँ हामी राम्रै आयौँ होइन बसेर गफसप गर्न रमाइलो पनि हुन्थ्यो दिदीसँग दिदी फेरि यस्तो मजाको हुनुहुन्छ होइन एकचोटि आउनु सबैजना रेस्टुरेन्ट भिजिट गर्नु होइन अनि स्पेसल्ली मलाई मनपर्ने भनेको चाहिँ कालो बियर हो कि होइन आइरिस बियर के भन्छ दिदी बियरको नाम गिनेस ल हाम्रो भ्युवर्सलाई के भन्नु अस्तिको जेएमसीको प्रोग्राममा दिदी आउनु भएको थियो एकदमै रमाइलो गर्नुभएको थियो मैले देखेअनुसार चाहिँ होइन कस्तो भयो दिदी प्रोग्राम एकदमै राम्रो थियो धेरै रमाइलो भयो होइन वी ह्याड लोट्स अफ फन के सोचे भन्दा धेरै रमाइलो थियो अब नेक्स्ट चाहिँ को चाहनुहुन्छ तपाईँले नेक्स्ट चाहना त बाले ल्यायो हुन्थ्यो बाले अस्ति नै पनि भन्नुभएको थियो दिदीले तर बालिन चाहिँ अब अलि पोसिबल छैन होला होइन उहाँ अब यस्तो कुरामा हिँड्नु न इभेन्टहरूमा मेबी अरू कोही
आर्टिस्टहरुमा ब्यान्डहरुमा राजु लामा आइसक्नु भयो हैन आइसक्नु भयो, दुईचोटि आइसक्नु भयो। फेभरेट हैन अब अहिलेको नयाँहरुलाई चान्स दिने हो कि जस्तो जेमसी हैन त्यति पुरानो त हैन त्यही पनि कस्तो राम्रो भयो है। अनि दिदी तपाईले लोकगीत त कतिको सुन्नुहुन्छ? अनेस्टली भन्दाखेरि एकदम कम सुन्छु हैन तर नेपालमा जाँदा धेरै सुन्छु सुनिन्छ तर यहाँ पनि सुन्नुपर्छ दिदी अप्रिल 25 मा के फेरि है अर्फिम थिएटरमा चाहिँ तपाई त्यो भ्याउनु हैन पशुपति शर्मा के बार हो पर्यो फ्राइडे पर्यो तर त्यहाँनिर सन्डे परेपछि स्योर आउँछ स्योर तर त्यहाँनिर यस्तो छ दिदी ढिलो 11:30 बजे त हामी सबै प्याकअप गर्छौँ त्यहाँ हैन त्यो चाहिँ अलिकति हाम्रो गाह्रो हुन्छ त्यो भएर नि म तपाईलाई फोर्स गरिन जस्तो अस्ति गरेको थिएँ हैन तर गीतहरु त सुन्नु भएको छ नि हैन मलाई अमेरिका पशुपति शर्मा ए किन नआउनु त्यही भने मलाई जापान पनि यही हो भने हैन मलाई जापान यही के हैन बियर खानी यो व्हिस्की पनि यही रम पनि यही भन्दै लोकल खानी उहाँ त्यस्तो गीत चाहिँ एकदम म्यासिभ छ उहाँहरुको नि हैन देशलाई स्याटर हानेर नेताहरुलाई स्याटर हानेर हैन भ्रष्टाचारीहरुलाई स्याटर हानेर लुट्न सक्यो लुट कान्छ नेपालमै छ छुट हैन यस्ता यस्ता कुराहरु ठिक छ दिदी थ्यांक यू फर योर टाइम हैन बिजी हुनुहुन्छ आज झन् फ्राइडे है बहिनीले पुरा भित्र बसेर हेरिरहनु भएको छ बहिनीले नि बोलाइनु पर्छ क्या अनि यो चाहिँ सडनली भयो हैन आइ एम नट प्रिपेयर्ड हैन हैन के भन्नु दिदी मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु भनेर मिस्टर कुल युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु भनेर भन्नु तपाईले भनिदिनु पर्यो के हजुर जतिले पनि हेर्दै हुनुहुन्छ हाम्रो युट्युब भ्युअर्स च्यानलको नाम मिस्टर कुल च्यानललाई तपाईहरु सबैले सब्स्क्राइब गरेर 1 मिलियन सब्स्क्राइबर पुराइदिनु होला ल है दिदीको आशीर्वाद हामीलाई लाग्छ है लाग्छ नै यसरी नै गर्दै जानु नेपालीहरु धेरै छन् नि हो नि भइहाल्छ ल हुन्छ दिदी थ्यांक यू फर योर टाइम हैन हामी फेरि भेट्छौँ है एकदम अनएक्सपेक्टेड भयो मेरो इन्टरभ्यु चाहिँ त्यति नराम्रो नहोला हैन यस्तो रमाइलो हुन्छ कि एडिट गरेर गर्नु होला अनि हातमा चुरोट पनि देखिरहेको छ सरी है त्यसको लागि मैले भने नि यस्तो रमाइलो हुनुहुन्छ दिदी देख्नु भयो नि हैन लाज भन्ने कुरा केही पनि छैन दिदी हातमा चुरोट छ हैन चुरोट खाने खास हामीले कुरेको नि यही नै हो दिदी चुरोट खानु कतिले बाहिर आउनुहुन्छ भनेर बनाउनु यही कुरा पछि ट्याक्क आउनु भएको रहेछ ल दिदी बिजी हुनुहुन्छ ल थ्यांक यू गाइस थ्यांक यू हैन स्टे ट्युन हैन अझै हामी यस्तै फन्नी कन्टेन्टहरु लिएर आउँदैछौँ तपाईहरुको माझमा अप्रिल 25 भइहाल्यो अर्फिम थिएटर हैन रात पनि पर्यो त्यो भएर आज प्याकअपै गरौँ हैन प्याकअप